हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरूलाई फेरि पनि म आफ्नो युट्युब च्यानलमा स्वागत गर्दछु। आजको भिडियोमा हामी एउटा नयाँ चिज सिक्नेछौँ। यो मेरो गाडी छ होइन, अनि मेरो गाडीमा चाहिँ एउटा नयाँ किसिमको चाहिँ समस्या आएको छ, जुन समस्या म तपाईँहरूलाई देखाउन गइरहेको छु र त्यो समस्याले कसरी समाधान गर्न सकिन्छ त्यो पनि म तपाईँलाई देखाउनेछु। यहाँ हेर्न सक्नुहुन्छ है, अब मैले गाडीलाई यो अन गर्छु है। अन गर्दाखेरि यो सबै लाइट भनेको इग्निसन लाइट भन्छ यसलाई होइन। यो सिट बेल्टको भयो, यो ह्यान्ड ब्रेकको भयो होइन, अनि सबै लाइट यहाँ डिसेपियर भएर जान्छ। जस्तै कि मैले स्टार्ट गरेँ गाडी, हेर्न सक्नुहुन्छ यो बिस्तारै बिस्तारै अब सिट बेल्ट लगाएको छैन, त्यही भएर यो लाइट देखाएको छ। ह्यान्ड ब्रेक झारेपछि यो नि जान्छ, सिट बेल्ट लगाएपछि यो नि जान्छ। यो भनेको ढोका खुलेको लाइट हो। तर यो जुन लाइट छ होइन, फोकस, यो जुन लाइट छ, यो लाइट भनेको अब के को लाइट होइन। यो लाइट भनेको के हुन्छ भन्दाखेरि हाम्रो गाडीको एक्सटेरियर लाइट, जस्तै कि हेडलाइट भयो होइन, वा प्रिजेन्स लाइट भयो, वा ब्याक लाइट भयो, वा ब्रेक लाइट भयो। यसमध्ये यदि कुनै पनि लाइट यदि बलेको छैन, काम गरेको छैन भने यो सिग्नल अथवा यो साइन एपियर हुन्छ है। यो भन्नुको अर्थ हाम्रो गाडीको अगाडिको वा पछाडिको मतलब एक्सटेरियर लाइटमा चाहिँ प्रब्लम छ। अब म तपाईँलाई चाहिँ अन गरेर देखाउँछु, हेर्न सक्नुहुन्छ। म यहाँ टर्न अन गर्छु, अन गरेर हामी चेक गर्छौँ कि कुन चाहिँ लाइट खराब छ भनेर। अगाडि जाउँ, यहाँ तपाईँले हेर्न सक्नुहुन्छ। यहाँको दुइटै लाइट बलेको छ होइन। यो हेडलाइट चाहिँ हाम्रो के भएको छ त, खराब भएको छ। अब यसलाई चाहिँ हामी कसरी चेन्ज गर्न सक्छौँ त्यो चाहिँ हामी यो भिडियोमा सिक्नेछौँ है। यसलाई चेन्ज गर्नलाई हामी मेकेनिककोमा गयौँ भने हामीले पैसा तिर्नुपर्ने हुन्छ। तर चाहिँ जस्तै कि न्यू ड्राइभरहरूको लागि त्यो चाहिँ सानोतिनो काम हो, जुन चाहिँ हामी आफैले पनि गर्न सक्छौँ है। अब यसलाई कसरी गर्ने त, त्यो गर्नको लागि सबभन्दा पहिला तपाईँको गाडी कुन हो र त्यसको मोडल कुन हो, त्यसलाई चाहिँ तपाईँ च्याट जिपिटीमा गएर वा गुगलमा गएर होइन, त्यस सम्बन्धितको चाहिँ तपाईँले लाइट लिन सक्नुहुन्छ। वा गएर नियर बाई पसलमा चाहिँ होइन, जहाँ चाहिँ गाडीका पार्टहरू बिक्री हुन्छ, त्यहाँ गएर तपाईँले सोधपुछ गर्न सक्नुहुन्छ। ओके, सो मेरो वोल्क्सवागनको गोल्फ हो 2004 मोडल। त्यसको लागि चाहिँ मैले यो लाइट हेर्न सक्नुहुन्छ। यो लाइट चाहिँ 7 है, H7 12 भोल्टको हेर्न सक्नुहुन्छ। H7 12 भोल्टको यो लाइट चाहिँ मेरो गाडीमा चाहिँ सपोर्ट गर्छ है। अब यो लाइटलाई चाहिँ हामी चेन्ज गर्नेछौँ, पुरानो लाइटलाई झिक्छौँ र यो लाइट चाहिँ लाउँछौँ। अब त्यसको लागि के गर्ने हो त, त्यसको लागि सबैभन्दा पहिला हामीले खोल्नुपर्छ। मैले बर्नर खोलिसकेको छु। अब तपाईँले हेर्न सक्नुहुन्छ, यो बर्नर खोल्ने है। खोलिसके पछाडि यहाँ जुम गर्नुहोस्, यहाँ हेर्नुहोस्। अब यो साइडको यदि लाइट खराब छ भने, जस्तै कि मेरो ड्राइभर साइडको लाइट खराब छ है, अब त्यसको लागि यहाँ हेर्नु होला। यहाँ चाहिँ यो जुन छ नि, यसलाई चाहिँ हामी घुमाउँछौँ है। यसलाई यसरी घुमाएपछि यो खुल्छ, यो यसरी चाहिँ खुल्छ। खोलेपछि यसलाई साइडमा राख्नुहोस्। त्यस पछाडि यहाँ अलिकति जुम गरौँ त, यो जुन छ है, यहाँ हेर्न सक्नुहुन्छ तपाईँले। यो मैले देखाएको छु, त्यहाँ देखेको छ कि छैन है। यो जुन छ होइन, त्यसलाई ट्विस्ट गर्नु होला है। ट्विस्ट गरेपछि यो चाहिँ खुल्छ यसरी। टिनिक्क गरे हेर्न सक्नुहुन्छ, खुल्यो है। अब खुलिसके पछाडि यहाँ आउनुहोस्। अब हामीले यो बल चाहिँ झिक्छौँ। झिक्नको लागि यसरी हेर्नुहोस्, केही गर्नु पर्दैन, यसरी तपाईँले तान्नियो। तानेपछि यो बल चाहिँ निस्क्यो। यो भनेको हाम्रो पुरानो बिग्रेको बल हो, साइडमा राख्ने अनि नयाँ बल्ब चाहिँ झिक्ने। अब नयाँ बल्ब झिकिसके पछाडि हेर्न सक्नुहुन्छ तपाईँहरूले, यो जुन यसको खाँच र यो खाँचमा मिलाउनु पर्छ है, यसरी हेर्न सक्नुहुन्छ। अथवा यो दुईटा यसरी हामीले यसमा छिराउने हो, यसरी मिलाएर अनि यसरी प्रेस गरिदिने। यसरी प्रेस गरेपछि अब यो बस्यो है, यसरी हल्का चारैतिरबाट यसो गरेर यो बस्यो। बसेपछि यसलाई फेरि हामी के गर्छौँ, इन्सर्ट गर्छौँ है। जस्तो थियो त्यस्तै पोजिसनमा अब हामीले यसलाई इन्सर्ट गरिदिन्छौँ। हेर्न सक्नुहुन्छ, यहाँ किटिक्क गरिसके पछाडि यो बसिसकेको छ। अब हामी लाइट चाहिँ हेर्नुहोस्, अहिले बलेको छैन। अब हामी यसको के गर्छौँ त, लाइट अन गर्छौँ। लाइट अन गरिसके पछाडि फेरि चेक गर्छौँ कि यो बल्छ कि बल्दैन भनेर। त्यसको लागि अब म गाडीको इग्निसन लाइट यहाँ अन गरेँ, यहाँ हेर्न सक्नुहुन्छ। अब गाडीलाई चाहिँ म स्टार्ट गर्छु। स्टार्ट गरिसके पछाडि यहाँ अहिले यो लाइट चाहिँ यहाँ सो गरेको छ है, हेर्न सक्नुहुन्छ। अब यो लाइट डिसेपियर हुन्छ कि हुँदैन, किनभने हामीले बल्ब चेन्ज गरिसकेका छौँ।
सो यहाँ तपाईँले हेर्न सक्नुहुन्छ यहाँको लाइट डिसेपियर भइसकेको छ। जस्तै कि अघि यहाँ लाइट सो गर्दै थियो होइन, हेडलाइट माल फङ्सनको त्यो लाइट चाहिँ अहिले डिसेपियर भइसकेको छ क्या। सो यो तरिकाले नै हामी के गर्न सक्छौँ त, आफ्नो गाडीमा यदि कुनै पनि किसिमको एक्सटेरियर बल्बहरूमा समस्या छ भने त्यसले चाहिँ हामी समाधान गर्न सक्छौँ। स्पेसली यदि तपाईँको हेडलाइटमा चाहिँ यदि बल्ब रिलेटेडको कुनै प्रब्लम छ भने, हेडलाइटको बल्बहरू यदि फ्युज भएको छ भने यो तरिकाले चाहिँ हामी सजिलैसित बल्ब चेन्ज गर्न सक्छौँ। यो बल्बको कस्ट नै धेरै पर्दैन, लगभग 3 युरो 60 सेन्ट जति परेको हो। त्यही भएर हामी आफैले पनि यस्ता सानातिना कामहरू चाहिँ गर्न सक्छौँ। अब यसकै लागि यदि हामी पसलमा जाने हो भने, जस्तै कि मेकेनिकमा जाने हो भने उनीहरूले नभए पनि 20-30 युरो जति चार्ज गर्छ है। त्यही भएर यस्तै किसिमको जानकारीमूलक भिडियो हेर्नको लागि मेरो युट्युब च्यानललाई लाइक गर्नुहोला, सेयर गर्नुहोला र सब्सक्राइब गर्नुहोला। फेरि भेटौँला अर्को भिडियोमा। अहिलेको लागि थ्याङ्क यू भेरी मच।